रुममा सजाउनको लागि रोटी पेस्ट पार्ट 2 भनेर हैन सबैले हेर्दिनु होला है। हेलो गाइस, वेलकम टु माई न्यू ब्लग हैन। आजको ब्लग चाहिँ ओपन साइडदेखि सुरु गरेको अनि अहिले चाहिँ घाम चाहिँ लागेन, तिरै लाग्ने उतिखेर जाने भइरहेछ। सुनसान छ क्या आज चाहिँ मनालीमा। यो चाहिँ पार्किङ हो हैन, माथि डाँडा दामी देखिरहेछ। यस्तै छ, यो चाहिँ आरुको रुख फुलिसकेको छ अनि यो चाहिँ रुममा सजाउनको लागि बवाल बवाल छन्। रोटी पेस्ट गाईलाई दिन जानु पर्यो। अब पेस्ट गरेपछि कहाँ हुन्छ हौ, माथि गाई छ। सोच्छु होला 2 दिनको बासी खाना दिन्छ। खाऊ चल पडे। आजको ब्लगमा चाहिँ फेसबुकमा कमेन्ट आएको थियो पुनी बेलाको, सबैले हेरिदिनु होला पुरा भिडियो। पार्ट 2 चाहिँ अब सिंगल किनेपछि एक दिनमा 2-3 भिडियो सँगै हालेपछि कसैले हेर्दैन हैन, हेर्ने एकै भिडियो हैन, सबै भिडियोमा कोही जान्न। त्यही भएर यही ब्लगमा एड गरिदिएको, सबैले हेर्नु, सपोर्ट गर्नु हैन सबैले। चाहिँ यो केटाहरु हैन। त्यो केटाहरु हैन सबैले अहिलेसम्म हेरेर साथ दिनुभयो। यो भिडियो चाहिँ केको लागि राखेको भनेपछि अब थियो हैन पार्ट 2 को लागि। पार्ट 2 यो सिंगल हाल्न पाइएन र अनि यसकै बीचमा सबैले पुरा हेर्दिनु भयो, धन्यवाद हैन। उयो तपाईहरुलाई राम्रो लाग्छ होला, राम्रो लाग्छ भने एउटा कमेन्ट गर्नु, च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु। भेटौँला अर्को ब्लगमा।